कुन दिन मैले यस्ता राक्षसहरूको घरमा मेरो छोरीलाई बिहा गरेर पठाइछु। सोझी देउरानीलाई राम्रो बिहा गर्नुपर्छ भन्ने कुरा थाहा छैन। भुन्डीको महारोप जहाँ जेरी र भूपेन्द्रको सातो उडाइदिन्। माइतीमा ताण्डव। भिडियोको सुरुमै भुन्डी आधुनिक कपडामा हातमा मोबाइल लिएर जेरी र भूपेन्द्रलाई थर्काइरहेको छोटो र कडा दृश्य देखाउनुहुन्छ। दर्शकबिन, हिजोसम्म सधैँ आँसु झार्ने, अन्याय सहने र सोझी सोचेर हेपिएकी भुन्डी अब पुरै फेरिएकी छिन्। सुकुमाया मितिनीको साथ पाएर आधुनिक अवतारमा आएकी भुन्टीले यसपटक भने जेरी र भूपेन्द्रको मात्र होइन, भूपेन्द्रका पुरा घमण्डी परिवारको सातो नै उडाइदिएकी छिन्। भुन्डीको लाटो रिस कति खतरनाक हुन्छ भनेर आउनुहोस् आजको यस विशेष भागको घटनाक्रम बुझौँ। सम्पत्ति रोक्का भएपछि र भुन्डीको हातमा आफ्नो अवैध सम्बन्धको भिडियो प्रमाण देखेपछि भूपेन्द्र र जेरीको सातो जान्छ। जेरीले भुन्डीलाई भूपेन्द्रलाई स्ट्रेस नदेऊ, मुद्दा फिर्ता ल्याऊ भन्दै अहङ्कार र डर मिसाएर धम्की दिन खोजेकी छिन्। तर अब भुन्डी कसैको कुरा सुन्ने मुडमा भने छैन। तेरा जेरीले भुन्डीलाई अर्को केटासँग हिँडेको झुटो भिडियो अदालतमा देखाएर अंश खुसी दिने धम्की दिँदा भुन्डीले झन हाँसेर उडाइदिन्छन्। आफू बेहोस हुँदा अस्पताल भर्ना भएको र उपचार भएको सबै कानुनी प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै भुन्डीले जेरीलाई भन्छन्, जा माथि गएर तेरो मर्न लागेको अर्कको पोइको स्याहार गर। यता सहरमा भुन्डीलाई गलाउन नसकेपछि भूपेन्द्रकी पापिनी आमा बालकुमारी र देवर भीम भुन्डीको माइती घर पुग्छन्। उनीहरूले भुन्डीका सोझा आमा बुबालाई माग्ने र थाङ्नेका सन्तान भन्दै थुप्रै गालीगलौजहरू गर्छन्। कुरा त्यतिमा मात्र रोकिँदैन। कथामा झन् ठुलो ट्विस्ट तब आउँछ जब भुन्डीका आमा बुबालाई जङ्गलमा लगेर टोरीले बाँधेर पानी समेत खान नदिई मुद्दा फिर्ता लिन भनेर दबाब दिइन्छ। तर सलाम छ भुन्डीका आमा बुबालाई, उनीहरू बरु मर्न तयार हुन्छन् तर आफ्नी छोरीको लडाइँमा बाधा भन्दैनन्। हाम्री छोरीले कहिल्यै गल्ती गर्दैनन्। उनीहरूले भन्छन्, जहिले पनि सत्यको साथ दिन्छे, उसलाई अंश लिएर छुट्टिन मन छ भने हामी उसलाई कदापि रोक्दैनौँ। ठुलो दाईको गौतम बुद्ध भन्ने नाटक र भुन्डीको जवाब। यसैबीच भूपेन्द्रका ठुलो दाईले भुन्डीलाई बाटोमा भेटेर एकपटक भूपेन्द्रलाई चान्स देऊ न बहिनी, मुद्दा फिर्ता ल्याउदेऊ भन्दै नाटक गर्छन्। तर भुन्डीले उनको भित्री स्वार्थ पनि छर्लङ्ग पारिदिन्छन्। दाईले भाइको ऋण तिर्नका लागि बुबाको सम्पत्ति आफ्नो नाममा पार्न खोजेको र भुन्डीलाई रित्तो हात निकाल्न खोजेको दाउ भुन्डीले बुझिसकेकी छिन्। उनले भनेकी छिन्, उसले बाउबाट पाएको अंशबाट आधा सम्पत्ति मलाई चाहिन्छ, उसले व्यक्तिगत रूपमा कमाएको सम्पत्ति पनि मलाई आधा चाहिन्छ। धोका दिएर यति विधि गरिसकेपछि म अब यतिकै किन छोड्ने। दर्शकबिन, जसलाई यो गाउँघर र भूपेन्द्रको परिवारले अनपढ गवार र लाटो भनेर हेपिरहेको थियो, आज त्यही भुन्डी कानुन र प्रमाणको बलमा सिंहको परिवार विरुद्ध एक्लै सिंह झैँ गर्जिरहेकी छिन्। के बालकुमारी र भीमले भुन्डीका आमा बुबालाई जङ्गलमा बाँधेर राखेको कुरा भुन्डीले थाहा पाउलिन्? के भुन्डीले भूपेन्द्रलाई जेल पठाएरै छोड्ने? तपाईलाई भुन्डीको यो नयाँ रूप कस्तो लाग्यो? तल कमेन्ट बक्समा आफ्नो विचार लेख्नु नबिल्नुहोला र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गरी